गाइस, गुड मर्निङ, न्यू डे न्यू ब्लग। हजुर सबैजनालाई स्वागत छ मेरो च्यानलमा। यदि हजुर नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु र थम्बनेल देखेर थाहा पाइसक्नु होला हामी के गर्दैछौँ र कहाँ जाँदैछौँ भनेर। प्लिज लास्टसम्म हेर्नु होला। सी यू। ए सरी, म ख्यालै गरिनु। हाई गाइस, आज चाहिँ हामी लन्ची जानु लागेको। यो चाहिँ युजिनाको युट्युब च्यानल हो। आयो कोसेन मान्छे। हामी चाहिँ यही बसमा जान लागेको। दुलादुले चाहिँ यता गाउँबाट आउने। हामी यस्तै त हो नि पारा। भयो आयो दुला दाइ खै त लोकन्दी आँखो पेनो नखालेर खान के दाइले त अटोमा के ए हुन्छ के ल यता चाहिँ हाम्रो दुला राजा है। हेलो ए ब्लग यता दुला राजा यता ब्लग हान्दैन नि कस्तो ब्लगमा हाल्न पाउन्न र। रेडी हुँदैछ यता के भएर वेलकम मेरो ब्लगमा। कालो कन्दो र हामी त्यसै लोकन्ती रे हल्पाको दुला हेलो साथी, युजिना चाहिँ बाइकमा हो अनि मैले युजिनाको भिडियो बनाइदिँदैछु। अनि चाहिँ गमक्क पर्दै बसेको र यति धेरै बालाको पैसा लाउने भने गमक्क पर्दै बसेको। म्याडम छ गुमुक्क अलि अगाडि मारेर हो के क्यामेरा देखेर कस्तो क्लियर आएको। यो 16 प्रो म्याक्स भएर काम छैन गाइस। युजिना क्यामेरालाई पसिना आए जस्तो। अब चाहिँ हामी गेटबाट इन्ट्री हुन लाग्छौँ साथीहरू। क्यामेराबाट भिडियोबाटै सिधै मिलाना सुटिङ अरूको भिडियो गराउँदा रिसाउने हो कि भन्ने डर लाग्छ। हेरो हेर्दै रिसाउनु जस्तो हाम्रो मेकअप त बुझ भयो। चस्मा आएर लायो भन्छ नाकले। युजिनाको ब्लग मान्छेको थ्रुबाट बिजुलिरहेको उहाँले। युजिना यता हेर्नु न चाहना दिनु न मलाई। दाजु बाडी बाडी है है हजुर ल जाने त यो वाला दियो न यो वाला जाना पर्दैन निप्लाई मैले मैले ल जुत्ता खोल्ने पहिला। ल जुत्ता खोल्ने पहिला। कति के गर्नु अनि त्यसको एउटा चाउचाउ त्यो बेला 1 बजेको टाइममा हुन्छ नि 1 बजेको 20 मिनेट टाइम हुन्छ नि त्यो बेला चटपट किनेर खाने हो के टाइम हो त्यो
अलि साइड लाग्नु न सबै रेडी हुने 1 2 3 गो थ्याङ्क यू सो मच मेरो भिडियो लास्टसम्म हेरिदिनु भएकोमा एन्ड आइम रियली सरी किनकि मैले त्यो साँझ भएपछि चाहिँ अलि भिडियो गर्न पाएन किनकि मैले मेरो मोबाइलमा चाहिँ कभर हालेको छु कि त्यो ग्लासमा अनि त्यो कभरले गर्दा चाहिँ त्यो फ्ल्यास बोल्छ नि त साँझमा त अनि त्यो ब्लर आउँदो रहेछ कि राम्रोसँग हुँदैन रहेछ त्यसैले मैले गराउन पाइनँ आइम रियली सरी सबैजनालाई एन्ड थ्याङ्क यू सो मच मलाई सपोर्ट गर्नुभएकोमा अनि यदि हजुर नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गर्नु मन पर्यो भने लाइक कमेन्ट अनि सेयर पनि गरिदिनु होला थ्याङ्क यू सो मच ह्याभ अ गुड डे बाइ